सेवारू तपाईहरुलाई मेरो छोटो भिडियोमा स्वागत छ। आज चाहिँ मैले सिस्नो र मकैको च्याख्ला बनाएको छु अनि मलाई चाहिँ एकदमै धेरै मन पर्छ सिस्नो र मकैको भात चाहिँ। तपाईहरुलाई मन पर्छ कि पर्दैन कमेन्ट गर्नु होला। अनि आज चाहिँ म बिहानै शीतमै भए पनि सिस्नो टिप्नु थाले। सिस्नो चाहिँ यस्तो थियो हैन, त्यति धेरै राम्रो त थिएन। पहिला चाहिँ यो मकैको च्याख्ला र सिस्नो चाहिँ गरिबको खाना भनेर बनिन्थ्यो रे हैन। अनि अहिले चाहिँ प्राय सबैले खानुहुन्छ जस्तो लाग्छ मलाई एकदमै। अनि यो मैले टिपेको चाहिँ पिडालु हो हैन। यो चाहिँ छिपेको चाहिँ हैन, कलिलो सिस्नो पकाउनु भन्दा अलिक अगाडि तातो पानीमै उमाल्यो भने चाहिँ यसले चाहिँ सिस्नोलाई एकदमै राम्रो लयक्कै बनाउँछ। अनि यता गोडतिर पनि मैले भिडियो बनाउँदै थिएँ। अनि हाम्रो चाहिँ यो बिहानै मैले सिस्नो टिप्दै गर्दाखेरि वेदरहरु चाहिँ यस्तो छ, एकदमै मजाले घाम लागेको थियो। अनि तल्लो घरको हाम्रो पाप जेठा पनि घाँस जानु भएको रहेछ। अनि मैले चाहिँ यति टिपे साथीहरु सिस्नो। अनि डालोमा टिपिन्छ नि त गाउँमा त सिस्नो पनि। अनि काठमाडौँमा बस्दाखेरि पनि हामीले एकदमै बौद्धाबाट सिस्नोहरु लिएर खान्थ्यौं भने अहिले चाहिँ गाउँमै आफैले टिपेर यस्तो मजाको मिठो खानेकुराहरु खानु पाउँदा चाहिँ म आफूलाई एकदमै खुसी मान्छु हैन। अनि म चाहिँ के गर्छु भने साथीहरु, कतिजनाले यस्तो गर्नुहुन्छ कतिजनाले गर्नुहुन्न हैन। म चाहिँ सिस्नो टिपिसकेपछि यो सिस्नोलाई चाहिँ मकैको पिठो हुन्छ नि त हो, त्यसले चाहिँ मजाले लाउने के सिस्नोमा। अनि त्यो लगाइसकेपछि चाहिँ यो कतिपय सिस्नोमा भएको किराहरू चाहिँ आफै झर्छ हैन। अनि त्यो पिठो लगाइसकेपछि चाहिँ मजाले चिम्टाले झार्नुपर्छ। अनि झारिसकेपछि लास्टमा त्यो सिस्नोहरुलाई सबैलाई निकालेर हेर्नुपर्छ भित्र कस्तो सानो सानो किराहरू हुन्छ। अनि मैले चाहिँ यहाँ पिठो सिठो हालेर पनि सिस्नो झार्दै छु हैन। पहिला चाहिँ मलाई त्यति धेरै मन पर्दैन थियो यो सिस्नो र मकैको च्याख्ला बनिसकेपछि चाहिँ। अनि अहिले चाहिँ मेरो एकदमै फेभरेट भएको छ, मलाई लास्टै मन पर्छ। अनि मैले चाहिँ यहाँ सिस्नो सँगै अलिअलि टमाटरहरु पनि टिपेर ल्याएको थिएँ। अनि यहाँ देख्न सक्नुहुन्छ है साथीहरु, किराहरु हेर्नु त कस्तो मसिनो किराहरु हुन्छ के। अनि अचारको लागि म चाहिँ यहाँ रुख टमाटर पनि पानीमा उसिन्दै छु। अनि मैले चाहिँ यसरी आगोमा मजाले यस्तो भाँडोमा पकाउँदाखेरि चाहिँ अझ धेरै सिस्नो मिठो हुन्छ हैन। अनि म चाहिँ पकाउँदै छु। अनि तातो पानी बसाइसकेपछि चाहिँ अलिकति सिस्नो लाउनु भन्दा अगाडि चाहिँ फुलहरु लाउनु पर्छ यसरी पिठोहरु। अनि मैले चाहिँ यो तातो पानीमा अलिकति टिम्बु र लसुनलाई पनि मजाले कुटेर लगाएको छु। यो टिम्बु र लसुन लगाइसकेपछि चाहिँ अलिकति झन् धेरै मिठो हुने के। अनि त्यस्तै 10 मिनेट जति सिस्नोलाई मजाले पकाइसकेपछि चाहिँ मैले यहाँ फिर्के लगाउँदै छु। अनि अघिको रुख टमाटरको चाहिँ मैले अचार पनि बनाइसके। अहिले चाहिँ हाम्रो सिस्नो अचार सबै रेडी भएर यहाँ पापाले चाहिँ मजाले खाँदै हुनुहुन्छ, एकदमै मिठो छ भनेर मेरो तारिफ गर्दिदै हुनुहुन्छ। सो आजको मेरो भिडियो पनि यति नै है। अब फेरि अर्को भिडियोमा भेटौँला। बाइ बाइ साथीहरु।